रवि लामेछानेलाई निकालेर गृहमन्त्री देऊ, यी हत्याराहरूको 2 दिनमा पाता कसेर जेलमा जाक्न सक्छन्, यो कुराको ग्यारेन्टी म गरिदिन्छु। रवि लामिछानेले 2 दिनमा जाक्छन् नि? जाक्छन्। त्यतिखेरै जाक्न लागेका थिए आरजुलाई र केपी ओलीलाई। गिरीबन्धुको र नक्कली भुटानी शरणार्थीको फाल खुल्न लागेको थियो, हातकडी लाग्न लागेको थियो। त्यही कुरो थाहा पाएको हुनाले यिनीहरूले सरकार बनाएका हुन्। यो कुरो सबैलाई थाहा छ। रवि लामेछाने जतिको हिम्मतिलो मान्छे खोजेको थियो अहिले मुलुकले उसलाई चाहिँ लगेर थुनिदिया छन्। ओम प्रकाश जस्तो लुरे मान्छेलाई गृहमन्त्री सुहाउँदैन, उसलाई त यहाँको सेक्सन अफिसर पनि सुहाउँदैन। यो बेलामा रवि लामेछाने चाहिन्थ्यो। रवि लामेछाने मात्रै भइदिएको भए हरेक भ्रष्टाचारीहरू, हरेक जनहत्याराहरू, हरेक भ्रष्टाचारीहरूको पाता कसेर जेलमा हाल्न सक्ने हिम्मत थियो रविसँग। तपाईँ त्यो ग्यारेन्टी गर्नुहुन्छ? ग्यारेन्टी गर्न सक्छु। अझै पनि झिक, अझै पनि केही भएको छैन। किनभने प्रधानमन्त्री भनेको प्रधान न्यायाधीश पनि हो। सरकारले चाह्यो भने झिक्न सक्छन्, तुरुन्तै झिक्न सक्छन्। चाहनु पर्यो।